नमस्कार, मदनसँग तितो मिठोमा हार्दिक स्वागत। व्यङ्ग्यको शीर्षक छ लड्डु तन्त्र। अरू देशमा 4 ऋतु हुन्छन्, हाम्रो देशमा भने 6 ऋतु। यस्तै पढिया थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ नि। हाम्रो देशमा ऋतु 6 मात्रै होइन, सयौं रहेछन् र जसको आधार मौसम विज्ञान होइन, मन्त्री विज्ञान हो। यहाँ ऋतु पनि सरकारी बजेट जस्तै कहिले आउँछ कहिले हराउँछ र आउँदा पनि बिना सूचना आउँछ। बिहेको ऋतु, चुनावको ऋतु, नियुक्तिको ऋतु, कमिसनको ऋतु, अझ कहिले भिजिट भिसाको ऋतु, कहिले गिरीबन्धुको ऋतु, कहिले खानपानको ऋतु, अनि कहिले जाँचको ऋतु ब्याकडोरबाट पास गराउनको लागि। अहिले प्रकृतिमा वसन्त ऋतु जाँदैछ र वर्षा अर्थात् मनसुन ऋतु भित्रँदैछ, तर सत्तामा वसन्त नै छ। फुलहरू फक्रिरहेछन्, मिडियाले पनि भनिरहेछ चारैतिर हरियाली नै हरियाली छ। चर्न सक्नेहरू चरिरहेका छन्, चर्न नसक्ने वा चर्न नपाएकाहरू चर्का चर्का नारा लगाउँदै गरेका छन्। चर्न नसक्ने अर्को प्राणी अर्थात् जनतालाई नेताले घाँस हाल्छन्, त्यो पनि 5 वर्षमा एकपल्ट मात्र। सत्तामा हुनेहरूका लागि त सधैँ एउटै ऋतु हुन्छ, वसन्त ऋतु अर्थात् सधैँ हरियाली नै हरियाली। लोकतन्त्र अब पुरानो लुगा जस्तो भयो। अहिलेको नयाँ फेसन हो लड्डु तन्त्र। तपाईँ यसलाई लड्डु ऋतु पनि भन्न सक्नुहुन्छ। हो, त्यही चिनीमा के मिसाएर बनाइएको सानो डल्लो मिठो कुरा क्या। त्यो मिठाई जसलाई आँखा नदेख्ने मानिसले बाँड्छन्, तर पनि आफ्नै मान्छेलाई मात्रै पार्छ। उनीहरूलाई अब लोकतन्त्र होइन, लड्डु तन्त्र चाहिएको छ। किनभने लोकतन्त्रले त सपना मात्र देखाए अरे, लड्डु तन्त्रले त कम्तीमा लड्डु त दिन्छ भन्ने छ। लड्डुहरू जति मिठा हुन्छन् उति नै बदनाम पनि। जसले लड्डुको विरोध गर्छ, पायो भने उसैले खान थाल्छ। जब लड्डु बाँड्ने मौसम आउँछ, मान्छेहरू मुख खोल्दै आँ गर्दै हिँड्छन्, कति बेला कसैले मुखमा पारिदेला भनेर। यहाँ मौसम यस्तो छ कि अहिलेका गिरोहहरू हातमा बन्दुक लिएर होइन, लड्डु लिएर निस्किन्छन्। आज एकजनाको मुखमा हालिदिन्छन्, भोलि अर्कैको कलमबाट निकाल्छन्। सत्ता बन्दुकको नालबाट निक्लिन्छ भन्नेहरू समेत हिजो आज त लड्डुबाट चल्छ भन्न थालेछन्। त्यसैले अहिलेको तन्त्रलाई लोकतन्त्र भन्नु सही हुँदैन। हेर्नुहोस्, बरु लड्डु तन्त्र भन्नु चाहिँ उचित हुन्छ। लोकतन्त्रमा नेताहरूले जनतालाई जनार्दन अर्थात् भगवान मान्नुपर्ने हो, तर अहिलेका नेताले चाहिँ सबैलाई भक्त नै ठान्छन्, जो प्रसादमा लड्डु पाएपछि फुरुङ्ग हुन्छन्। लड्डु पाउँदैमा फुरुङ्ग हुने जनतालाई त्यो लड्डु कहाँबाट आयो, कसरी आएछ मतलबै छैन। तर लड्डु बाँड्न लोकतन्त्रको लिलामी चढाउनु पर्ने हुन्छ। त्यसैको तयारी स्वरूप हाम्रो सबै सिस्टम अहिले साउजीहरूको कोठा जस्तो हुँदैछ, जहाँ 2-4 जना ठेकेदारहरू कोठाभित्र बसेर राष्ट्रिय आयोजनाहरूका ठेक्का पट्टामा ठुला पदका नियुक्तिहरूमा बोली लगाइरहेका छन्। हुन पनि आजको दुनियाँ बजारमै आधारित त छ नि। यहाँ सबै कुरा बिक्न सक्छ, नाता, इमान, शरीर, आत्मा। के छैन बजारमा बिक्री हुनका लागि? रमाइलो त यो छ कि एक ठाउँमा बिकेका मान्छे फेरि अर्को ठाउँमा किन्ने बन्छन्। त्यो दिन टाढा छैन जब केही बचे खुचेका सीमित पत्रकारहरूको मुख पनि मिठा लड्डुले भरिन्छन्। उसको आवाज पनि सधैँका लागि चुप हुन सक्छ। अब त सांसद मन्त्रीहरू संसदमा नीतिगत बहस होइन, नालीमा सुन भेटियो वा कसले राजीनामा गर्यो भने देश स्वर्गै बन्छ भन्ने जस्ता व्यर्थका बहसमा व्यस्त हुन्छन्। आफ्नै दलका सभापतिलाई नालीमा डुबेको देख्दैनन्, अरू दलका नेताको खुट्टा नालीमा परेको रे भनेर संसदै चल्न दिँदैनन्। त्यही भएर जबरजस्ती मन्त्री त बदलिन्छन्, तर नीति चाहिँ खासै बन्दै बन्दैन। नीति भनेको त्यो नुन जस्तो छ, जुन सुन जस्तो देखिन्छ, न स्वाद न रङ्ग, तर ल्याउँछ तरङ्ग। त्यसैले संसद अब नीति बनाउने होइन, न्यु खोज्ने अड्डा बनाएछ, सनसनी खबर उत्पादन गर्ने कारखाना बनाएछ। कहिले संसद भनेको यस्तो रेस्टुरेन्ट बनेको छ जहाँ सांसदहरू नियुक्तिको सिफारिस चाड्छन्, सचिवहरू कमिसनको काजु बदाम टोक्छन् र जनता भने आफ्नै रित्तोपन चुस्दै चुस्दै बसिरहेछन्। नीतिको नाममा अब हावा मात्रै उड्छ र त्यो हावालाई पनि सायद करयोग्य बनाउने तयारी होला सरकारको। बजेट त अब योजना होइन, ठुला सपना देखाउने जेट बनेको छ, जसमा अर्थमन्त्रीले पेश गरेका विवरणहरू भन्दा बढी कुराहरू अनेक थरी संस्थाहरूले आयोजना गर्ने बजेट सम्बन्धी कार्यक्रमहरूमा पो सुन्न पाइन्छ। बिचरा अर्थमन्त्री पनि छक्क पर्दा हुन्।
उनीले बनाएर प्रस्तुत गरेको बजेटमा उनले नसोचेका थुप्रै कुराहरू पनि त त्यहाँ रहेछन् भनेर। यता बजेट माग्न मरिहत्ते गर्ने तर फिटिक्कै खर्चै नगर्ने मन्त्रीहरू काममा भन्दा डान्स रियालिटी सो टाइपका कार्यक्रमहरूमा प्रमुख अतिथि भएर भाषण ठोक्नमै व्यस्त देखिन्छन्। व्यापारीहरू कर छुट खोज्दै मन्त्रीको ढोकामा घुँडा टेक्छन् अनि मन्त्रीहरू देशभक्तिको भाषण दिँदै रात्रि भोज खान भेनिस या पेरिस उड्छन्। बजार सुस्त भयो, लगानी घट्यो भन्दा भन्दै एक हुल नेताहरू सिङ्गापुरको सपिङ मलमा भेटिन्छन् अनि जनताहरू भने मोबाइलमा टिकटक स्क्रोलिङ गर्ने गृह कार्यमा झुमिरहेका हुन्छन्। राजनीति बजार भनेको रमाइलो मेला चोक बनेको छ, जहाँ भावना छुटमा, सिद्धान्त लिजमा, विचार त डिस्काउन्टमै पाइन्छ। देह र आत्मा दुवै एउटै पसलमा राखेर बिक्री हुन्छ। देशभक्ति भाडामा, जनता त फोकटमा। के बाँकी रहेर? सायद अब नयाँ एप आउनेछ, लोकतन्त्र.com, जहाँ नारा अफरमा हुन्छ र समर्पणलाई स्वाइप गरिन्छ। छर्लङ्ग छ लोकतन्त्र अब भोटको होइन, नोटको तन्त्र बनिसक्यो। पहिलेका नेताहरू जनतालाई भगवान भन्थे, अहिलेका नेताहरू त सबैलाई आफ्ना भक्त मात्रै ठान्छन्। नेताहरू भोट माग्न आउँछन् मास्क लाएर होइन, मेसेज लिएर। मेसेज भनेको त्यो चिप्लो कुरा हो जसले कानमा थापेपछि सबै असम्भव कुरा पनि पत्याउने बनाउँछ। लाज भनेको चेक जस्तै हो, पक्का बााउन्स हुन्छ। लाजलाई सायद अब करयोग्य सम्पत्ति घोषित गरिन बेर छैन है। अनि राजस्व बढाउनै पर्ने बाध्यतामा पुगेका करका हाकिमहरूले अब लाज विवरण फारम भराउन थाल्ने दिन धेर छैन। अन्त्यमा भन्नै पर्छ, यो देशमा अहिले लड्डु तन्त्र सक्रिय रूपमा कार्यान्वयनमा छ। मन्त्रीहरूले टीका लाएर नियुक्ति दिन्छन्, सचिवहरूले माला लगाएर कमिसन उठाउँछन्, व्यापारीहरूले हजुरको गजुर लगाएर बजेट सिँगार्न लगाउँछन्। अनि जनताले त बजेट वक्तव्य सुनिसकेपछि स्याउको रेटमा गोलभेडा किनेर घर फर्कन्छन्। त्यसैले यो तन्त्रको नाम लोकतन्त्रको सट्टा लड्डु तन्त्र राखौँ भन्ने यो पङ्क्तिकारको जोरदार माग रहेको छ। नमस्कार।